मर्निङ ल वेलकम टु माई च्यानल भन्ने के भन्ने हो ल पहिलो सुरुवात आजको टास्क चाहिँ नर्मलै हो। अब त्यही बोतल फाल्न जाने है। अब गाडी रेडी गर्नु पर्यो, सिटहरू मिलाउनु पर्यो होइन, ब्याक सिट अब फोल्ड गर्नु पर्यो, नत्र भए अट्दैन। यस्तै छ जिन्दगी है। जे होस् 2 हप्तामा चाहिँ फलिरहेको हुन्छ। हामी चाहिँ अब रक्सी खाइरहन्छ है, बियर भरिरहेको हुन्छ। त्यही हो, अलिअलि पैसा नि आउँछ, त्यस्तो धेरै त हुँदैन। जे होस् केही न केही अब त्यसै फाल्नु भन्दा ल ब्याक लेट्स गो। धेरै छैन यहाँबाट, जस्ट 6 मिनट जस्तो छ। चाहिँ ड्यास क्यामको भिडियोहरू मात्र हुने भयो, जस रोडको गएर गाडी स्टार्ट गर्दा बिस्तारै जानुपर्छ। यता फेरि बाँ हेर्नुपर्छ है, कहाँबाट आउने हो। मलाई चाहिँ लाइटर चाहियो। अनि यो पेट्रोल पम्पमा चाहिँ चिया पाउँछ, चिया पनि खानु पर्यो है। ल लागौँ। यहाँ फेरि गाडी कहिले काहीँ चाहिँ धेरै गर्नुपर्छ यस्तोमा। यस्तो भयो भने है ठिकै छ, के गर्न सकियो र। घरहरू बनाइरहेको रहेछ, त्यही भएर पार्क गर्थ्यो गाडी। अनि एउटा चिया अनि लाइटर किनेर जानुपर्छ। लाइटर चाहिँ जहिले किन्दा पनि है, अब डिपेन्ड को बेच्ने। जस केटा मान्छे भयो भने त छुट्टै कलरको दिन्छ है, केटी मान्छे भयो भने त जहिले लगभग रातै दिइरहेको हुन्छ। आज चाहिँ हेरौँ होइन, नभन्दै रातै गरिदिएर ल, के भन्नु, ठिकै छ, त्यसमा केही छैन है। रातो भयो नि, जे भयो नि, सल्काउने चुरोटै हो। अब यहाँ चाहिँ सल्काउनु हुँदैन, थोरै अगाडि गएर चाहिँ हामी सल्काउनु पर्छ। जस्तोमा चुरोट खानु चाहिँ राम्रो होइन है, तर म चाहिँ खान्छु होइन, अरूले के भन्नु। ल
मिठो छ जे चिनी टक्क अब यहाँबाट लेफ्ट गइन्छ लेफ्ट राइट खै म्याप त लगाएन एउटा ठाउँमा आउँछु कि नि तर चिन्छ होला बोल्न त आउँदैन है तर कसैले चाहिँ धेरै बोल्छ भन्छन् कसैले चाहिँ बोल्दै बोल्दैन भन्छन् खै के हो ल अब जे सुरु गरौँ बोल्छ होला एक्लै त अब बोल्छ बानी नि बस्ने भयो है ठिकै छ केयरफुल हुनुपर्छ है जहिले स्पिडहरू चाहिँ होइन हो दौडेर आएको हुन्छ के थाहा है यस गाडी चलाउन त्यस्तो गाह्रो चाहिँ छैन पर्समा है अन्त त के छ है भोग्ले आनन्द यस स्पिड चाहिँ हेर्नु पर्यो है कहिलेकाहीँ झुक्किएर अब क्यामेराहरू साइडमा राखिरहेको हुन्छ थाहा हुँदैन त्यति बेला पऱ्यो भने चाहिँ पर त्यस्तो साह्रो चेकिङ पनि हुँदैन है तर डिपेन्ड लकमै हो के भन्नु यो चाहिँ अब मेरो पहिलो भ्लग अब खै खासै त्यस्तो के भन्दा आएन है जेस अब स्टार्ट गर्दैछु अब हेरौँ बिस्तारै यस्तो राम्रो हुँदै जाला भन्ने हैन त्यही छ पर्थको बाटो है सुनसानै छ आनन्द चलाउनलाई नै धेरै भेटभाट छैन भनौँ है आनन्द राइट थियो क्या हो कहाँनिरबाट यो हो त हो चाहिँ हो यो चाहिँ हो देखेँ यो चाहिँ हो पहिला जान दिउँ पहिला है भनेको ल उताबाट गाडी आइरहेको ठिकै छ त्यही पनि जाऊ तिमी ल कति जानु लाग्यो पार्किङै त्यही उसको त
ठिकै भयो जान्दैन पुग्यो यतै रिसाइकल गर्ने ठाउँ है बोतलहरू होइन बियरको बोतल प्लास्टिक होइन के हो सबै बोतल ल्याउँदा हुन्छ भनौँ होइन नचाहिने अब फिर्ता दिन्छ त्यसको थाहा हुन्छ कुन चाहिँ हुँदो रहेन हो भन्नु आइयो भिड छ कि के छ आज कोही पनि छैन त मान्छे गइदिउँ होला राख्नु थ्याङ्क यू एउटै स्पोट रहेछ त यहाँ त त्यस्तो भिड हुँदैन अन्त चाहिँ ल अब चाहिँ ब्याक सिटबाट सबै बोतल निकालेर यहाँ राख्नुपर्ने छ है अनि यिनीहरूले चाहिँ गन्छ होइन त्यसपछि त्यो कतिवटा नम्बर त्योवाला त्यो पेपर दिन्छ त्यसपछि चाहिँ उताबाट अनि क्यास लिने अनि जाने त्यही चारवटा जस्तो छ होला लास्ट टाइम मैले यसरी खनाउँदाखेरि चाहिँ है सब बाहिर गइदिएर ल फुटै नि हाल्नु बोतल 6वटा जस्तो गयो जे भयो भने त्यो पनि काउन्ट गर्दो रहेछ थोरै नयाँ जस्तो पहिला त देखेको थिएन है Thank you. ल भयो है यति नै हो हैन ओपनिङ ब्लगको लागि है डेली रुटिनमा अब डेली के भन्नु अब फोर्टनाइटली